हामीले दरस एपबाट मगाएको माइक एन्ड यो माइकलाई के कस्तो छ, यसको फिचर के छ, फुल अनबक्सिङ गरेर एन्ड तपाईँलाई टेस्ट पनि गरेर हेराउने। फर्स्ट अफ अल चाहिँ अनबक्सिङ गर्न लाग्नुपर्छौँ हामीले। यसलाई चाहिँ बिलाउनु आउँछ गाइस, यसमा चाहिँ बिलाउने यो रहेको छ हाम्रो माइक। उबुई एन्ड गाइस यसको नामै रहेछ चाइनिजमा छ एन्ड यसलाई डब गरेर हेर्नुपर्ने हुन्छ हामीलाई। एन्ड गाइस यसलाई कनेक्ट गर्न एकदमै इजी रहेको छ। यो माइक्रोफोनलाई केही गर्नु पर्दैन। फर्स्ट अफ अल यो रहेको छ होइन, एन्ड यो निकाल्दै बित्तिकै चाहिँ यहाँनिर यो दुईवटा लाइट हुन्छ यहाँ होइन, एन्ड यो यस्तोमा कनेक्ट हुँदै रिसिभरलाई गर्दै लाइट ब्लिङ्क हुन थाल्छ। एन्ड यहाँनिर चाहिँ यसलाई निकाल्दाखेरि अन छ यो। एन्ड यो गाइस केही गर्नु पर्दैन, यहाँ मात्र अन अफ बटन छ, यहाँनिर क्लिक गर्नुभयो भने यो अटोमेटिकली कनेक्ट हुन्छ। सो गाइज तपाईँले हेर्नुभयो कि यो माइक्रोफोनबाट चाहिँ यो भिडियो बनिरहेको छ एन्ड के कस्तो साउन्ड छ तपाईँलाई चाहिँ अहिले म त सुनिरहेको छुइनँ, बट तपाईँले सुनिरहनु भएको छ, तर के कस्तो छ भन्नु होला कमेन्टमा।